नमस्ते सबैजनालाई। र यतिखेरको अवस्थामा म कसैसँग झगडा गर्ने, वाद विवाद गर्ने, भनाभन गर्ने अवस्थामा त छैन, किनकि म एउटा दुःखद स्थितिबाट गुज्रिएर यो अवस्थामा आइपुगेको छु र आफूले आफूलाई कसरी सम्हालेको छु भन्ने कुरा चाहिँ मलाई मात्रै थाहा छ हैन। र मलाई चाहिँ दुई पक्षले एक प्रकारको टर्चर जस्तै भइरहेको छ, किनकि एक पक्षले भन्छ एउटा भरतपुर क्यान्सर हस्पिटलको इस्युमा सबैभन्दा बढी सपोर्ट गर्ने बोल्ने फिटमिन दाइ हो, तर आज फिटमिन दाइलाई पढ्दाखेरि चाहिँ गिबिना बोलेन भनेर एक पक्षले टर्चर दिइरहेको छ भने अर्को पक्षले ल गिबिना बोल्यो भनेर टर्चर दिनेवाला छ र अब गाली गलोचहरूको बर्सात पनि हुनेवाला होला, सायद आफ्नो ठाउँमा छ हैन। तर म के भन्न चाहन्छु भने आफूलाई गाह्रो साह्रो पर्दाखेरि लगाएको गुण कसैले पनि बिर्सिनु हुँदैन र मैले बिर्सेको पनि छैन। र अर्को कुरा रह्यो नेपाली दाजुभाइ दिदीबहिनीहरू एकअर्कालाई खुट्टा तानातान गर्नु, एकअर्कालाई गाली गलोच गर्नु भनेको चाहिँ हामी नेपाली हुनुको एउटा पहिचानमा दाग लगाउने काम जस्तै हो। सकिन्छ राम्रो काम गरौँ, सकिँदैन भने नेपाली पहिचानमा दाग लाग्ने काम चाहिँ नगरौँ भन्न चाहन्छु। र फिटमिन दाइले पनि अब नराम्रो काम मात्रै होइन, राम्रो कामहरू पनि धेरै गर्नुभएको छ। धेरैजना दुखी असहाय अशक्तहरूको निमित्त धेरै थोरै आफूले सकेको एउटा सहारा बनिदिनु भएको छ। सायद सबैजनाले महसुस गर्नुभएको छ होला यो काम पनि। त्यसैले नराम्रो कामलाई मात्रै नभएर राम्रो कामलाई पनि चर्चा परिचर्चा गर्ने गरौँ। र यतिखेरको समयमा चाहिँ अरूको दुःखमा धेरै नहाँसौँ, धेरै नमुस्कुराउँ भन्छु म चाहिँ, किनकि त्यो दिन आफूलाई पनि पर्न सक्छ कुनै दिन हैन। र अर्को कुरा रह्यो, यदि गाली गलोज अनि अर्कालाई चरित्र हत्या गर्ने कुरामा यदि दाइलाई समातिएको हो भने त्यस्तै खालका धेरै व्यक्तिहरू हुनुहुन्छ जसले समाजै प्रदूषण गर्नुभएको छ हैन। हाम्रो बालबच्चा छोराछोरीदेखि लिएर भाइ बहिनीहरूले के सिक्ने हैन। त्यसैले त्यस्तो खालको व्यक्ति यदि फिटमिन दाइलाई त्यही आधारमा समातिएको हो भने चाहिँ फिटमिन दाइ जस्तै टिकटकै भरि छाडा बोल्ने, नराम्रो गर्ने, अरूलाई तथा नाम सुन्नै नसक्ने, परिवारसँग हेर्नै नसक्ने खालका शब्दहरूको प्रहार भइरहेको छ भने त्यस्तो व्यक्तिहरूलाई पनि समातियोस् र सुरक्षित ठाउँमा राखियोस् हैन। कानुन भनेको सबैलाई बराबर हो। यस्ता खालका व्यक्तिहरू जसले एउटा समाजलाई नै प्रदूषण पार्ने, एउटा नेपाली हुनुको एउटा त्यो पहिचानमै दाग लाग्ने खालको कामहरू गरिराख्नु भएको छ भने चाहिँ प्लिज है यस्ता खालका व्यक्तिहरूलाई एउटालाई मात्रै होइन सबैजनालाई च्याप्प समातेर ठाउँमा लगेर सही तरिकाले सल्लाह सुझाव दिएर राखिदिनु होला। आइन्दा भोलिको दिनहरूमा चाहिँ यस्तो खालको प्रवृत्तिहरू एउटा नेपालीले नेपालीलाई जुदाउने हैन अनि झगडा गर्ने यस्तो खालको प्रवृत्तिहरू चाहिँ नहोस् है। त्यसैले चाहिँ यस्ता खालका व्यक्तिहरूलाई एउटालाई मात्रै होइन, यदि न्याय छ, नियम छ हैन, कानुन छ भने चाहिँ यस्ता खालका टिकटकै भरि फेजरिएर बसेका एउटा असभ्य बोल्ने र समाजलाई नै घिनलाग्दो वातावरणतिर लैजाने खालका व्यक्तिहरूलाई चाहिँ च्याप्प समातेर ट्याक्क एउटा ठाउँमा राखियोस् र सही तरिकाले उनीहरूलाई चाहिँ लेसन दिएर अब आउने दिनहरूमा यस्ता खालको प्रवृत्ति नहोस् भनेर चाहिँ सम्झाएर पठाइयोस्। भगवान हाम्रो समाजलाई चाहिँ सुरक्षित सफा अनि अब आउने पुस्ताहरूले चाहिँ राम्रो चिजहरू सिकुन्। हस्त, धन्यवाद।